भन्दामा खेरी छोटोमा कथा भन्नमा जान्छु भन्दै नजाँदा भुल टुटी भयो घरपति आमै घरपति बाबै नपरी दिनु भनी गर अघिमा बल्छु यसोमा भयो कपाल युगमा पिरो चन्चीको एकैमा छोरा बलिमा राजा जन्ममा भयो जन्ममा हुँदा मेरा भाइ हो बलिमा राजा ज्ञानीमा धनीमा थियो बलिमा राखियो दान पुण्य गर्थे बलिमा राखियो राम्रो धर्म गर्दैन थियो हुँदैन मेरा भाइ हो मेरा भाइ हो यो सारा संसार जानु नै पर्ने घुम्नु नै पर्ने यसोमा हुँदा यसोमा हुँदा सुनैको थालमा सुनैको थियो सुनैको कला शक्तिमा सारी ज्ञानीमा भई म बढौँ अघिमा बढौँ यसरी घरमा देउसेले दिएको आशिष गएको युग युगसम्म अटलै रहौँ अटलै रहौँ मेरा भाइ हो बेटाको जाने औरको माने
राम्रो गऱ्यौँ साह्रो राम्रो गर्नुभयो अहिले किनभने 4-5 वर्ष हामी त देउसी खेल्न नपाएर दसैँ मान्न नपाएर अलमल्ल परेर बसेका थियौँ यसपालि साह्रै राम्रो गर्नुभयो दाजुभाइहरू धन्यवाद छ है तपाईँहरू धन्यवाद थ्याङ्क यू सर आप लोग कता हुनुहुन्छ आएर के भन्नुहुन्छ कि एकपल्ट जोरदार ताली बजाएर उहाँलाई हामी धन्यवाद दिन्छौँ। यसपालिको दिवाली अति सुखमय रहोस् हजुरको जीवन र तपाईँले जुन खुसियाँ गरिदिनुभयो त्यो खुसी सधैँ रहिरहोस्। र यसरी हाम्रो यस आजको कार्यक्रम यहाँ सायद अन्त हुनेछ।